हेलो एभ्रिवान, आज अहिले चाहिँ हामी इटरीमा छौँ। इटरीको गल्ली गल्ली डुल्दैछौँ। यतामा छ रामे। हेलो हेलो एभ्रिवान। केटाहरू चाहिँ अगाडि गइसक्यो कि हामी चाहिँ अब इटरी घुमेर इटरीको बाट अब बाइक धुन जाँदैछौँ। बाइक धुने ठाउँ हन्टिङै, बाइक धुने ठाउँ हन्टिङ। हाम्रो राइड चाहिँ सुरु भयो। ल लेट्स गो बुल्डोज। यहाँ चाहिँ मनोज छ, मनोज अनि रोशन। ठाउँको नामहरू भन न दोस्त। कहाँ के ठाउँ नाम? सृजना चोक। हामी यहाँ सङ्गीत चोक आइपुग्यौँ इटरी। सङ्गीत चोक पो है। ल भोलि नि दोस्त हामी कहाँ जानु लाग्यो? यो चाहिँ अब हामी बाइक धुन जानु लाग्यो। हजुर। यो सङ्गीत चोक चाहिँ अलिक यहाँको चलपल जस्तो रहेछ कि। हो चलपल रहेछ यार। इटरीको यो छेउछेउमा ल हो क्लबहरू पनि रहेछ। अनि यताबाट चाहिँ भतिजको घर पनि जानु सकिँदो रहेछ। अहिले चाहिँ इटरी चोकबाट चाहिँ होइन, इटरी चोकबाट यता बाइक बनाउने ठाउँमा आएको छ केटाहरूको बाइक स्कुटी। चेकअप टाइम। कस्तो भयो राम? बवाल भयो। भुलुन्दोसको पछाडि बस्दा कस्तो फिल हुँदो रहेछ? बवाल मजा आएर अरू हरि भन्दैन। हरि भने चाहिँ कसैले चिनेन भने चाहिँ हरि चाहिँ यो है। 6 भतिज मनोज दोष रोशन दोषसँग बस्दा कस्तो फिल भयो? राम्रो मात्रै? अघि मसँग बस्दा कस्तो फिल भयो? रोशन दोष बेङ्गाल टाइगर रे लुकेर बसिरहेको छ। कोरे बेङ्गाल टाइगर। ओए रामे बेङ्गाल टाइगर देख्यो अघि? बेङ्गाल टाइगर देख्यो अघि? लग्दैन एक लट। एभ्रिवान, अब हामी इटरीको तरारामा सफारी चढ्न लागेको छौँ। केटाहरू चाहिँ जोसेर फुटबल खेल्न जानु लागेर। ओए फुटसल हरि ओए यता हेर्दा हेर। ओए हरि ओए सफारी। ओए ल केटाहरू चाहिँ बाइकमा आउँछ अरे, हामी चाहिँ सफारीमा। ल भतिजको घर चाहिँ वहाँ पर छ भने म रामे। अरे रामे छोर। ओए रोशन फर्स्ट एक्सपिरियन्स। हरि यता बुम। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Ram. Happy birthday to you. यसले सबै आँखामा लगाइदियो। यसलाई क्रिसमस लागिरहेछ। ओए मनोज ओए मा कानमा छिराइदियो यार। अटोमा राख। ओए वाल्ला हबिबी छागै गरिबी। ओए ल पिरे दाइ ल के काट के काट अहिले छोड्दै।
ड्रेसहरू पाउँछ खाजासाजा पाउँछ थुक्पा अब सब बितिकै खाजा हुन्छ Turn right, then sharp left. Turn right, then turn right. अन्तु श्री अन्तु हामी चाहिँ यहाँ पूर्वमा छौँ हामी यो घामको पहिलो किरण हेर्न आएको अलिकति घामले निस्क्या हान्दो रहेछ यता चाहिँ कस्तो लाग्यो घामको किरण एकदम बवाल लागिरहेछ राइड आएर कस्तो लागिरहेछ बवाल मजा आइरह आएको वर्थित भयो ओए लभली है लभली अब तिमीलाई कस्तो लागिरहेछ हो ओए मन के अरे रोशनदोष तिमी पछाडि बसेर रमाइलो गरेर कति मजा आइरहेछ बवाल आहा चन्क्यो कस्तो आइरहेछ दाजुभाइ बवाल नस्टाल्जिक गान्डुहरू क्या मजा आयो आँखाले कस्तो दाइ सिलाजित छ दाइ दाइ बेसार छ बेसार छ सिलाजित तिमीलाई छुट्टै ठाउँमा म्याड हो नि दालाई यस्तो भनौँ गएको म रोशनदोष हरि रामे भतिज ओए केटी हामी चाहिँ खाना खाने स्टपबाट चल्दैछ हामीको यता चाहिँ सुमो पार्कै पार्किङ कस्तो भइरहेछ रामे यार तर क्लिन रहेछ है भेलपुरी गाह्रो मेरो क्यामेरामा के अरे भिडियो मेरो ओए सिक है दार्जिलिङ इज सिक अब म अलि खुल्ला वेदरको बेलामा आउँछु त्यो बेला चाहिँ अति हान्नु आउँछ कि आउँदैन रोशनदोषको ड्युकमा आउने अब त्यसको ड्युक चाहिँ आउनै पर्ने थियो यार दार्जिलिङ है ओए परेवाको गुठ बवाल बनाइदिएर रहेछ यार यताको मान्छेहरूको अहिले पेट लबर पनि जस्तो लाग्यो यार मलाई नबेज ओए भेलपुरी हेलो एभ्रिवान इट्स मी विवेक बोल्नु सबैलाई मेरो भिडियोमा स्वागत छ तपाईँहरू मेरो भिडियो कस्तो छ ट्राई गरौँ है यसको कस्तो 10 रुपैयाँ ललिपप कस्तो छ ललिपप मिठो छ यार ओरेन्ज बल कस्तो ओए बुम बिस्कुट किन्छ भने होला हामी चाहिँ वकिङ इन द स्ट्रिट अफ दार्जिलिङ त्यो चाहिँ रोशन हाल्नुपर्छ ओए माथि हौ नेपाल पुऱ्याइदिएला बजी चाहिँ मेरो वकिङ भ्लगमा आउन कस्तो लागिरहेछ 99 म यस्तो सुत्ता भइरहेको छु है भुल्न देखेर सुटा भुल्न देखेर क्या भुल्न
ओइ ओइ हरिमहर्दन हरि ओली भन्न यस मैले दुईटा स्निकर्स पाएँ मजा ओइ कतिवटा पायो एउटा रोशन दोषले के भने मैले कि ओइ तरुलै तरुल आलु है आलु चिप्स चिप्स आलु नहुनु सेवन न्यू ब्लगर इन द टाउन या यो भ्लगरलाई चाहिँ के थाहा छैन अरे के बुम केटा यो ललिपपमा त छुट्टै खासियत रहेछ नि तलको डन्डी त कागजको कागज के दो पंख लेके भन्न यसमा त भित्र चिगम पनि हुन्छ केटा चिविङ गम चाहिँ हुन्छ होला अगाडि जा ओए राम यो भित्र जाऊ हरिको ड्रिम बाइक ट्राइब ओए हरिको ड्रिम बाइक अहिले एभिटरमै जिम पुरा गरिरहेछ हरिले ड्रीमै होला ड्रीम बाइक इधर दार्जिलिंग में घूमने आया है ये दोनों अलग अलग हिंट रहा है ये तीनों पे आपको टट्टी आया है ना किधर करने का रोड पे कर लो भाई उधर ओए मनोज बोलो भाई नहीं नहीं इसकी मार दो टट्टी ऑर्डर खेलना पड़ेगा माडा पनि रहेछ नि लली ओए यता हो नि भेन्डै देखेको त ओए डर्फ 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 म्यान ग्रुपमा चाहिँ दुईजना ट्याप्सहरू पाएको छ है गजडे हिजो राति के म 1 बजीसम्म सुतेको थिएन नि त मनोज दोष हेरे गर्छु न गरिरहेको छ भने आम्मा कसम So guys, let's taste it. चाख्ला हेलो एभ्रिवान हामी चाहिँ बोटिङ गर्दैछौँ कि ओए ड्राइभर चाहिँ म है काट्ने कुट्ने सब म हानिदिन्छु कि सहचालक चाहिँ यो दुईजना चाउ अब चाहिँ हामी चाहिँ यता कुन तालले भतिज्यो ताल ट्याङ्की ताल तलैया भन्ने ठाउँमा आइपुगेको छ है केटाहरू यतै छ म चाहिँ चिनेन भने चाहिँ म चाहिँ विवेक है ल एभ्रिवान आज चाहिँ भ्लग एकैचोटि राति सुरु भयो राति सुरु हुनुको कारण चाहिँ फेरि यहाँ छ छुट्टै कारण छ यहाँ एकजना साथी भेट्न आएको थियो ल ऊ साथी चाहिँ गान्डुहरू पहिल्यै देखिसक्यो ऊ हो ऊ चाहिँ भेट्न आएको थियो जसको नाम के पर्यो मेरो नाम चाहिँ क्षितिज बट यु क्यान कल मी के अरे केटा हो ल ल ल ल खाए ल ल भयो ल त्यसै तर र भतिजको साथीको यता बारटेन्डर क्लास बारटेन्डरै अनि यहाँनिर चाहिँ क्लास पनि गर्न पाइन्छ त्यही माथि अनि यसो चुस्की हान्न मलाई चुस्की पनि बनाइन्छ है आम त्यहाँ केटाहरू पहिल्यै रेडी भएर बस्छ भुक्कडहरू घाउनु देख्यो भने त भाइ पनि छ ऊ यो मेन हो अब यहाँ हेरौँ है हेरौँ केटा कस्तो फिल भइरहेछ फ्रीमै हेर्न पाइरहेछ पैसा नतिरिकन सेक्स अन द बिच कसैलाई सेक्स अन द बिच सिक्न पाइन्छ है दोस्ती ल ल ल अब यहाँ चाहिँ आगो बाल्न गइरहेको छ
यो त त्यो के भन्छ अरे देदनादनमा त्यो बोकेर हिँड्छ त त्यो उसले के अरे अक्षय कुमारले होइन हौ त्यो गान्डेले के वेटरले त बोक्दै हिँड्छ त लाइटर बोक्ने केटा लाइटर छ लाइटर यो छ होला बोक्दिन नि म लाइटर बोक्ने केटा होइन लाइटर छ बुझ्न लाइटर ए ल ल लाइटर खोइ लाइटर खोइ मसँग कहाँ छ त लाइटर बढी बस्छस् अघि चाहिँ लाइटर थिएन अनि अहिले चाहिँ लाइटर आए लाइटर Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Crazy. ल अनि ल केटा सित्तैमा हेर्न मलाई कस्तो भइरहेछ कस्तो भइरहेछ बवाल क्रेजी टाइप के अरे कस्तो भइरहेछ रे बवालमा गइरहेछ यहाँनिर के कसो रहेछ बुझाउँ अब ल बुझाउँ यताबाट ल तपाईँहरूलाई चाहिँ काठमाडौँबाट तरामा स्वागत छ है धन्यवाद हामीले चाहिँ एकाडेमी रन गरिरहेछौँ यहाँनिर चाहिँ हाम्रो चाहिँ तर्रा बुद्ध चोकमा बार एकाडेमी है रन गरिरहेछौँ अनि लाइक हामीले चाहिँ प्रोफेसनल बार्टेनिङ कोर्स प्रोभाइड गरिरहेछौँ ओके अब मोर डिटेल्सको लागि चाहिँ त्यहाँ साथीले नम्बर नै छोडिदिरहेको हुन्छ त्यो नम्बरमा टक्क कल गर्ने ल म डिस्क्रिप्सनमा नम्बर छोडिदिन्छु अनि ल अब यो बार त भने कि तर यहाँको नाम चाहिँ के छ खास गरी बार एकाडेमी बार एकाडेमी हजुर बार एकाडेमी तर्रा भन्ने छ मेरो भ्लगबाट यसो आयो भने ल कति 10% त ल ढुक्क ल सबजना आउनु पऱ्यो है ल म नम्बर छोडिदिन्छु ल बुम हानिदिउँ न ल